एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल भिडियो। सो मैले चाहिँ कति महिनापछि चाहिँ मैले नयाँ भिडियो बनाउँदैछु होइन। आज चाहिँ खासमा भन्ने हो भने चाहिँ हामी जाँदैछौँ इटरीदेखि काठमाडौँ। उहाँ हुनुहुन्छ मेरो आन्टी सीता म्याम, उहाँ जाँदै हुन्छ नेपाल छोडेर डेभलप कन्ट्री। नाम भन्नुहोस्, नाम विदेश होइन। हजुरको शुभ नाम अनि हजुर कहाँ जाँदै हुनुहुन्छ? नमस्कार, मेरो नाम डेलेडेस हो, म विदेश जाँदैछु। अहिले चाहिँ यो तपाईँलाई कहाँ हुनुहुन्छ? अहिले चाहिँ कस्तो फिल भइरहेको छ? अहिले चाहिँ म बिजनेस क्लासमा छु होइन, फ्लाइट त होइन बसको। अलग लेभलको भन्दा त यहाँहरू चाहिँ नेट चलेको छ होइन, अहिले अलिक प्रब्लम छ नेटमा, प्रब्लम छ। त्यही भएर म यहाँ गीत सुन्दैछु आफ्नै। ए ठिक छ। हामी दुईजना मात्रै सुनौँ, हामीसँग अर्को एकजना पनि मान्छे हुनुहुन्छ, उहाँ हुनुहुन्छ अगाडिपट्टि, उहाँ चाहिँ मम्मी हुनुहुन्छ अगाडिपट्टि होइन। अब चाहिँ हामी जाँदैछौँ, यो कहाँ आइपुग्यो भन्ने कुरो नै थाहा भएन, तर हामीले खाजा खाइसकिसकेको छौँ। अब आन्टी जाने बेलामा 70 आइसकिसकेको छौँ होइन। यहीँ आएर चाहिँ हामीले हाम्रो भ्लग स्टार्ट गरेको छौँ, एउटा मेमोरीको लागि हामीले भ्लग स्टार्ट गरेको छौँ। सो हजुरहरू हेरिदिनु होला। चिकन राइस, चिकन पनि मासु। मम्मी त हेर्नु, मम्मी त हेर्नु न, आइ आइ भनौँ न। रोटी कुन रोटी? मम्मी के खाने? सुत्नु भएन है तपाईँ कस्तो लाग्यो यहाँको खाना? पिरो नि, लास्टै पिरो। मम्मी तपाईँलाई यहाँको खाना चाहिँ कस्तो लाग्यो? मिठो लाग्यो? मलाई पनि यहाँको खाना पिरो लाग्यो, सब ठिक छ। काठमाडौँ पुगेपछि भिडियो बनाउनु छिटो आउनु न। बडा मिल्दैन अरे हाम्रो गाडी चाहिँ उतो होइन, यति कराउने यति छिटो गर भन्ने, यति छिटो गर भन्ने। कस्तो खालको गाडीमा परेछ भने नि बेला त तपाईँ भोलिको फ्लाइट पर्सि पुग्ला, भोलिको फ्लाइट पर्सि पुग्ला। म त कहाँ फ्लाइटमा बसेपछि यही गाडीमा फर्किने हो। न जाम तिमी मात्रै हैन। सामान तपाईँहरूले निकाल्ने उहाँहरू तपाईँहरूको यो वान प्लसको यही गाडीमा कोही गाइज हामी चाहिँ गुड मर्निङ फ्रम जडीबुटीमा हाम्रो ल्यान्डिङ। मम्मी तपाईँ गइहाल्नु न अगाडि, अब म यहाँ बस्ने हो नि त। ल म काखमा बस्छु। सनसिटीदेखि नि आशापुरी मार्ग मैले भेटिनँ नि। काठमाडौँ आइसकेको पठाउ बुक नभनेको
ब्लगमा ठ्याक्कै 2 चुरा खाने दिनमा पाइएछ त चस गर्नु ल यो यहाँ न 2 चुरा चस गर्नु Đồ Việt Nam nó kiến thức